हेलो एभ्रिवान, न्यू भिडियोमा स्वागत छ तपाईहरुलाई। आउने एक हप्तापछि सारा नेपाल चाहिँ क्रिकेटमय हुँदैछ, किनभने अर्को हप्तादेखि चाहिँ फेस्टिभल्स अफ हिमालय नेपाली प्रिमियर लिगको सिजन 2 स्टार्ट हुँदैछ। नोभेम्बर 17 देखि स्टार्ट हुँदैछ। सो हिजो चाहिँ क्रिकेट एसोसिएसन अफ नेपाल क्यानले सिजन 2 को खेल तालिका सार्वजनिक गरेको छ, फिक्चर्स सार्वजनिक गरेको छ। सो जस अनुसार चाहिँ नेपाली क्रिकेट इतिहासमै पहिलो पटक नेपालमा क्रिकेट म्याच चाहिँ अन्डर फ्लड लाइट हुँदैछ। भर्खरै फ्लड लाइट हालिएको छ, काम हुँदैछ, चलिरहेको छ, लगभग सकिन्छ होला त्यो टुर्नामेन्ट सुरु हुने बेलासम्म। सो जसमध्ये 23वटा गेम चाहिँ अन्डर फ्लड लाइट खेलिँदैछ राति। सो यो सबै नेपालीहरुको फ्यानको सपना थियो, क्रिकेट फ्यानको सपना थियो, मेरो पनि सपना थियो। सबै गेमहरु बेलुका 4 बजे र दिउँसो गेम चाहिँ 11:30 बजे सुरु हुन्छ। शनिबार चाहिँ 11:15 मा गेम सुरु हुन्छ र बेलुकाको 3:30 बजे सुरु हुँदैछ। सो नेपाली खेलाडीहरुले चाहिँ अन्डर फ्लड लाइट खेलेको हेर्ने सबै क्रिकेट प्रेमीहरुको सपना थियो, लाइक मेरो पनि सपना थियो र त्यो फाइनली पुरा हुँदैछ। 23वटा गेम चाहिँ फ्लड लाइटमा हुँदैछ, एकदम खुसी लागेको छ। सबै फ्यानहरु खेलाडीहरुको लागि खुसीको कुरा हो यो चाहिँ। सो नेपालमा क्रिकेट सुरु भएको यतिका वर्षपछि पहिलोपल्ट नेपालमा फ्लड लाइट हालिएको छ र नेपाली खेलाडीहरुले फ्लड लाइटमा खेलेको हेर्न मिल्नेछ। सो म चाहिँ एकदम एक्साइटेड छु। तपाईहरु कतिको एक्साइटेड हुनुहुन्छ? यसबाट के थाहा हुन्छ भने नेपाली क्रिकेट चाहिँ वर्ल्डभरि ग्रो गरिरहेको छ। लास्ट सिजनको नेपाली प्रिमियर लिग धेरै नै सक्सेसफुल भएको थियो, जसमा टेस्ट कन्ट्रीबाट इन्डियाबाट शिखर धवन, न्युजिल्यान्डबाट मार्टिन गप्टिल, जिम मिनिसन जस्ता खेलाडीहरु आएका थिए। सो यसबाट थाहा हुन्छ कि नेपाली प्रिमियर लिगको लागि चाहिँ प्लेयरहरुको लागि चाहिँ नहुने एउटा राम्रो प्लेटफर्म हो। अनि नेपाली प्लेयरहरु तथा यङ प्लेयरहरुको लागि पनि त्यसै यो लिग चाहिँ एसोसिएट क्रिकेटहरुको टप लिगको रूपमा नै हुन्छ। अब चाहिँ नेपाली क्रिकेट संघ क्यानको चाहिँ एसोसिएटको नम्बर 1 टी20 लिग हुने इच्छा रहेको छ। क्यानाडामा चाहिँ ग्लोबल टी20 क्यानाडा र युएमा इन्टरनेसनल लिग टी20 हुन्छ। त्यसपछि नेपाली प्रिमियर लिग हुन सक्छ सायद, एसोसिएट क्रिकेटको बेस्ट टी20 लिग। लास्ट सिजनको नेपाली प्रिमियर लिगमा पनि ठुलो खेलाडीहरु आएका थिए। त्यसैगरी यो वर्ष पनि ठुलो खेलाडीहरु आउँदैछन्, जसमा सबभन्दा ठुलो नाम त साउथ अफ्रिकाको 41 वर्षीय फाफ डु प्लेसिस रहेको छन्। त्यसैगरी अफगानिस्तानको गुलबदिन लइब अनि शिखर धवन नि अहिले आउने कुरा रहेको छ। अनि अस्ट्रेलियाबाट क्रिस लिन, त्यस्तै साउथ अफ्रिका वाइन पार्नेल अनि इमरान ताहिरहरु खेल्न आउने छन्, जुन नेपाली क्रिकेटको लागि एकदम ठुलो हो। त्यही भएर यो वर्षको नेपाली प्रिमियर लिग सिजन 2 चाहिँ भयंकर ठुलो राम्रो खतरा हुन्छ जस्तो लागिरहेको छ मलाई चाहिँ। सो म चाहिँ अब चाहिँ नेपाली प्रिमियर लिगको फिक्चर्सहरु, गेमहरु कहिले छ बताउन गइरहेको छु। यो लिग चाहिँ राउन्ड रोबिन लिग अनुसार हुनेछ, जसमा 8 टिम रहेका छन्, जसमा जनकपुर बोल्ट अनि काठमाडौँ गोर्खा, चितवन राइनोज, कर्णाली एक्स, विराटनगर किङ्स, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स रहेका छन्। खेल तालिका अनुसार पहिलो खेल चाहिँ अनिल शाहको क्याप्टेन्सीमा रहेको जनकपुर बोल्ट्स र काठमाडौँ गोर्खा बीच हुँदैछ। त्यसको क्याप्टेन्सी चाहिँ कर्णल केसीले गर्दैछन्। यो खेल चाहिँ 4 बजे हुँदैछ नोभेम्बर 17 मा। त्यस्तै नोभेम्बर 18 मा चाहिँ कुशल मल्लको कप्तानीमा रहेको चितवन राइनोज र कर्णाली एक्स सम्पल कामीको क्याप्टेन्सीमा 11:45 मा हुँदैछ। यो चाहिँ दिउँसो हुँदैछ। त्यसै दिन नोभेम्बर 18 मा चाहिँ विराटनगर किङ्स भर्सेस पोखरा एभेन्जर्स बीच हुँदैछ, जुन खेल 4 बजे हुँदैछ। त्यसैगरी नोभेम्बर 19 मा काठमाडौँ गोर्खा भर्सेस सुदूरपश्चिमको म्याच छ। त्यसैगरी नोभेम्बर 20 मा लुम्बिनी भर्सेस चितवन, नोभेम्बर 21 मा पोखरा भर्सेस सुदूरपश्चिम, नोभेम्बर 22 मा चाहिँ दुईटा खेल हुँदैछन्, कर्णाली भर्सेस लुम्बिनी र काठमाडौँ भर्सेस विराटनगर। यो खेल चाहिँ 3:30 बजे सुरु हुँदैछ बेलुका। दिउँसो खेल चाहिँ 11:15 मा सुरु हुँदैछ। त्यसै नोभेम्बर 24 मा जनकपुर बोल्ट्स भर्सेस विराटनगर किङ्स, त्यसै दिन सुदूरपश्चिम भर्सेस कर्णाली एक्स। त्यसैगरी नोभेम्बर 25 मा एउटा गेम मात्र छ, काठमाडौँ गोर्खा भर्सेस लुम्बिनी लायन्स। नोभेम्बर 26 मा चाहिँ विराटनगर किङ्स भर्सेस चितवन राइनोज। नोभेम्बर 27 मा लुम्बिनी लायन्स भर्सेस सुदूरपश्चिम रोयल्स। 3 गेम छन् यो दिन चाहिँ। त्यसै जनकपुर भर्सेस
पोखरा एभेन्जर्स त्यसै दिन। त्यसै नोभेम्बर 28 मा चितवन डाइनोज भर्सेस काठमाडौँ गोर्खाज र त्यसै दिन बेलुका कर्णाली एक्स भर्सेस विराटनगर किङ्सको म्याच हुँदैछ। त्यसै गरी नोभेम्बर 29 मा दुईटा खेल रहेका छन् जसमा पोखरा एभेन्जर्स भर्सेस लुम्बिनी लायन्स दिउँसो हुँदैछ भने बेलुका चाहिँ सुदूरपश्चिम रोयल्स भर्सेस जनकपुर बोल्स हुँदैछ, जुन खेल चाहिँ लास्ट सिजन फाइनलमा भिडेका टिमहरू बिच हो। नोभेम्बर 30 मा एउटा खेल छ जसमा कर्णाली एक्स भर्सेस काठमाडौँ गोर्खाज। त्यस्तै डिसेम्बर 2 मा चाहिँ जनकपुर बोल्स भर्सेस चितवन डाइनोज र त्यसै दिन बेलुका पोखरा एभेन्जर्स भर्सेस कर्णाली एक्सको हुँदैछ। डिसेम्बर 3 मा चाहिँ विराटनगर किङ्स भर्सेस लुम्बिनी लायन्स। डिसेम्बर 4 मा दुईटा खेल पोखरा भर्सेस काठमाडौँ, त्यसै गरी सुदूरपश्चिम रोयल्स भर्सेस चितवन डाइनोज बिच हुँदैछ। डिसेम्बर 5 मा एउटा खेल लुम्बिनी भर्सेस जनकपुर र बोल्स। डिसेम्बर 6 मा दुईटा खेल सुदूरपश्चिम भर्सेस विराटनगर, त्यसै गरी चितवन भर्सेस पोखरा र लिगको अन्तिम खेल चाहिँ डिसेम्बर 7 अथवा डिसेम्बर 7 मा कर्णाली एक्स भर्सेस पोखरा बिच हुँदैछ, जुन खेल 3:30 बजे हुँदैछ। त्यसै डिसेम्बर 9 मा चाहिँ क्वालिफायर 1 हुँदैछ भने डिसेम्बर 10 मा चाहिँ इलिमिनेटर, डिसेम्बर 11 मा क्वालिफायर 2 र डिसेम्बर 13 मा फाइनल हुँदैछ। र यो चाहिँ हो नेपाली प्रिमियर लिगको खेल तालिका फिक्सर्स सेड्युल जे भने नि। सो तपाईँ कतिको एक्साइटेड हुनुहुन्छ नेपाली प्रिमियर लिग हेर्नलाई, अन्डर फ्ल्याटलाई? सो म चाहिँ एकदम एक्साइटेड छु। मिल्यो भने म म्याच हेर्न जान्छु होला। सो अहिले चाहिँ टिकट कहिले कति छ, टिकटको प्राइस कति छ अहिले चाहिँ त्यो चाहिँ फिक्स भएको छैन, क्यानले सार्वजनिक गरेको छैन। सो यो भिडियोमा चाहिँ यति नै। अर्को भिडियोमा चाहिँ म चाहिँ प्रत्येक टिमको टिम स्क्वाड एनालाइसिस गर्दैछु, कस्तो छ एनालाइज गरेर तपाईँहरूलाई त्यो बारेमा त्यो टिमको ब्यालेन्स कस्तो छ, कस्तो मिलिरहेको छ सब बताउने छु। सो यो भिडियोमा यति नै। भिडियो मन पऱ्यो भने लाइक कमेन्ट गरिदिनु होला, त्यसरी सब्सक्राइब पनि गरिदिनु होला। सो अर्को भिडियोमा भेटौँला। बाई बाई। माता ने।